ल नमस्कार हजुर सम्पूर्ण किसान साथीभाइहरुलाई म हजुरलाई अनौठो चीज देखाउँदै छु हजुर। एउटा भैँसीले हजुर दुईटा पाडो पाएछ हजुर। म वहाँ किसान बुवा भटा आइपुगेको छु हजुर। बुवा नमस्कार। नमस्कार हजुर। हजुरको शुभ नाम? मेरो कृष्ण प्रसाद लम्साल। कृष्ण प्रसाद लम्साल। हाम्रो यो ठाउँ निगालपानी, नीलकण्ठ नगरपालिका 9 नम्बर वार्ड। 9 नम्बर वार्ड निगालपानी हजुर। हजुर। अनि यो के अनौठो हजुर? यो के यही भैँसीले पाएको हो त हजुर? यो दुईटा पाडो दुईटा यही भैँसीले माउ यही भैँसीले पा हो। पाडै पाडा हुन् हजुर। कति भयो यो? 24 दिन भयो। 24 दिनको। हेर्दा एकदम तन्दुरुस्त छ। यो त मलाई नै अनौठो लाग्यो। अब यो भैँसीले दुईटा पाडो पायो भन्दा त यो अनौठो लाग्यो। त्यस्तै भयो। हजुरले कतै यस्तो देख्नु भएको थिएन? थिएन। ल हेर्नुहोस् त, मैले पनि यस्तो देख्ने अवसर मौका पाएँ हजुर। एउटा भैँसीले दुईटा पाडो पायो भनेको हजुर यहीँ होला। हेर्नु होला, यी पाडो पनि हेर्नुहोस्। भनेपछि यो कति दिन भयो भन्नुभयो बुवा? 24 दिन भयो। ल हेर्नु होला, एउटा भैँसीले हजुर यहाँ दुईटा पाडो पाएको। ल हेर्नु होला, पाडी पनि के अरे पाडो, यो दुईटै पाडो हजुर। दुईटै पाडा एकदम सकुशल छन्। यसको आमा हेर्नु होला, यो अनौठो लाग्यो हजुर। एउटै भैँसीले हजुर, एउटा भैँसीले दुईटा पाडो पायो भन्दाखेरि यो हजुरहरूले अन्यथा नलिनु होला, सत्य यथार्थ हो। ल हेर्नु होला, किसान बुवा पनि केही कुराहरू सुनौ हजुर। दुईटा अहिलेसम्म थाहा पाएको थिएन हामीले पनि। दुईटा पाडा पाछ हजुर। यस्तै छ। ल हेर्नु होला, यो अनौठो छैन त हजुर? भैँसीले हजुर, एउटा भैँसीले दुईटा पाडो पायो भनेको हजुर मैले पनि सुनेको थिएन हजुर। आज मैले प्रत्यक्ष देख्न पाएँ हजुर। म उहाँको पनि ट्र्याक्टर बिग्रियो भनेर उहाँको घरमा आइपुगेको थिएँ। यहाँ उहाँ बुवाको घरमा उहाँको चाहिँ यहाँ पाडो दुईटा पाएछ भैँसीले। यो मलाई नि अनौठो लगाएर हजुरहरू माझ पनि ल्याएको हजुर। त्यसैले हजुर किसानहरूले दुःख सुख गरौँ हजुर। कहिले कहीँ सोध्दै नसोचेको पनि उपलब्धि हुँदो रहेछ हजुर। अब हजुर यस्तो खाले काँक्रो देख्न पाइँदैन है हजुर। यहाँ त काँक्रो पनि यस्तो यो ठुलो पहिला हजुर हामी बुढा हुँदा कति फल्थ्यो खाइन्थ्यो, यो लोप हुँदै गयो। ल हेर्नु होला, अब यता पनि हेर्नु होला, त्यत्रो ठुलो हजुर काँक्रोहरू फलेका छन्। ल हेर्नुहोस् त, अब हामीले यस्तो काँक्रो देख्नै पाइँदैन हजुर। यो कहाँबाट ल्याउनु भयो मुवा बिउ? खोटाङ। ल हेर्नु होला, यी खोटाङको बिउ हजुर। हाम्रो यो धादिङको माथि न्यालपानीमा फलेको छ हजुर। यही न्यालपानीमा हजुर अनौठो कुरो अर्को हजुर, यहाँ मुहानी हुनुहुन्छ, उहाँ हो यो